नमस्ते एभ्रिवान वेलकम ब्याक टु माई न्यू भिडियो। आज चाहिँ अब धेरै पछि कति 1-2 वर्षपछि नै भिडियो हाल्न जाँदैछु। म आज चाहिँ बाइक सोमा जाँदैछु। यहाँ क्यानाडामा हुन लागिरहेको 3 दिन हुन्छ यहाँ बाइक सो। हिजो थियो फ्राइडे, आज स्याटरडे, भोलि सन्डे, 3 दिन हुन लागिरहेछ। त्यो बाइक सोमा आज जाँदैछु म। अनि भर्खर कामबाट आएर म चाहिँ रेडी हुँदैछु बाइक सो जानको लागि। होप यु गाइज आर फाइन, होप यु गाइज लाइक दिस भिडियो। होइन, अब चाहिँ म रेडी हुन्छु। अनि एउटा अर्को साथी पनि आउँदैछ, तर ऊ अर्कै ठाउँबाट आउँदैछ। सिधै त्यही सोमा गएर भेटौँला। अब ढिला भइसक्यो है आज निक्लिनलाई। आज शनिबार, बिहान ड्युटी थियो, ड्युटी गएर आएर अब चाहिँ फ्रेस भएर म बाइक सोमा जाँदैछु। अनि लेट्स सी, हेरौँ त्यहाँ गएर बाइकहरू हेरौँ के कस्तो छ। अहिले त विन्टर छ यहाँ क्यानाडामा, त्यहाँ गएर हेरौँ कस्तो छ राइडिङ कल्चर, यताउता बाइकहरू, नयाँ नयाँ बाइकहरू हेरौँ। म तपाईँहरूलाई देखाइहाल्छु। होपफुली यो कमिङ समरमा चाहिँ म पनि एउटा बाइक लिन्छु होला, फिङ्गर क्रस। अनि तपाईँहरूलाई म देखाइहाल्छु बाइक लिएँ भने पनि। मेरो पनि फर्स्ट टाइम हो आज जानु लाग्यो। यो अस्ति वर्ष पनि भएको थियो, तर अस्ति वर्ष जान पाएन। अब आज चाहिँ जाँदैछु, तपाईँहरूलाई सँगै लिएर जाँदैछु। आई होप यु गाइज विल लभ दिस भिडियो। आज चाहिँ अब एउटा ज्याकेट, यो ब्याग बोकेर जाँदैछु। ज्याकेट चाहिँ अहिले त्यहाँनिर पुगेपछि लगाउनु पर्छ होइन, जाडो छ बाहिर। गाडीमा त फेरि त्यस्तो चिसो हुँदैन, बाहिर चाहिँ जाडो छ। अनि त्यो ब्यागमा चाहिँ Insta360 छ, मेमोरी कार्डहरू यसो त्यस्तो धेरै त खिच्ने होइन। त्यही पनि मेरो त्यो ब्याग नै सब एसएसडीहरू पहिल्यैदेखि त्यही ब्यागमा राखिरहेको थिएँ। त्यो ब्याग सबै बोक्ने, कतै जानु पऱ्यो भने सजिलो हुन्छ। अनि त्यत्तिकै हिँड्ने, त्यही ब्याग बोकेर हिँड्ने हो है त। दिस ब्याग यो चाहिँ एफडब्लुको हो, नेपालबाटै ल्याएको हो मैले होइन। राम्रै छ, थोरै सामान अट्छ। पछाडि चाहिँ मेरो एक्युरेम यहाँको, यहीँबाट लगाऊँ होला है। अहिले त्यहाँ गाडीमा गएर खोलौँ। हातमा फेरि धेरै सामान हुन्छ, साँचो बोक्नु पऱ्यो घरको। त्यही हो, भवालको टी सर्ट, एफडब्लुको ज्याकेट, नेपालकै थमेलबाट लिएर आएको काठमाडौँको ज्याकेट। लेट्स गो। यहाँ चाहिँ मेरो सामानहरू छ। पछाडि यसो हल्का फुल्का नेपालको झन्डा सामानहरू। यो चाहिँ लसुन हो है गाइस, के होइन। यो मिन्ट चाहिँ जाडोमा सब सुक्यो। यो हरियो लसुन, यहाँ एउटा क्याक्टस छ। यो चाहिँ मेरो हल्का सामानहरू छ, नेपालको झन्डा। अब चाहिँ जाउँ हामी यहाँबाट। वेदर चाहिँ यस्तो क्लाउडी छ आज है, विन्डी प्लस क्लाउडी, चिसो चिसो छ। आज कति डिग्री छ? 1-2 डिग्री छ यतातिर। हिउँहरू सब हिजो पानी परेर पग्ल्यो। गुड थिङ। हिजो चाहिँ राम्रो थियो वेदर, यस्तो सनी वेदर, हावा लागिरहेको थियो। आज चाहिँ पुरै क्लाउडी छ बिहानैदेखि। ओके गाइस, अब चाहिँ गाडी पनि तात्यो होला है। अब चाहिँ हिँडौँ है त यहाँबाट। साथीलाई फोन गरेको, साथी पनि अब उताबाट हिँड्दैछ अरे। सी यु गाइज इन रोड। यहाँबाट आधी घन्टा जस्तो लाग्छ है। अघि 5 डिग्री देखेको थियो, अहिले 3 डिग्रीमा पुगिसकेछ। बाहिर चाहिँ वेदर माइनसमै छ कि -1-2। आधी घन्टाको राइड चाहिँ हामी जाँदैछौँ। कफी त लिनुपर्ने हो। यो ट्राफिक लाइट चाहिँ यतापट्टिको यो बाटोलाई चाहिँ लास्टै हेर्छ कि यो ट्राफिक लाइटले। त्यो अगाडिको बाटो चाहिँ मेन बाटो भएर लाइट, ग्रिन लाइट बलिहाल्छ है। रेड लाइट बलेको बेला पनि यहाँनिर चाहिँ पछाडि, मेरो पछाडि 5वटा गाडी आइसक्यो। यो सानो बाटो हो, यो भित्रको बाटो। अनि यतापट्टिको लागि ग्रिन लाइट बल्नलाई नै लास्टै टाइम लाग्छ। अब हाम्रो पालो। ओके। अनि हाइवे चाहिँ मेरो घरबाट ठ्याक्क नजिकै छ क्या, म बस्ने घरबाट हाइवे निक्लिने बाटो चाहिँ एकदम नजिकै छ। लाइक 2 मिनटमै म हाइवे पुगिहाल्छु। तपाईँहरूलाई अगाडि राखेर देखाइदिनु पर्ला जस्तो है हाइवेको भिडियो चाहिँ। अनि साथीलाई कल गरेको, ऊ पनि उताबाट हिँडिसक्यो अरे। उताबाट आउनलाई चाहिँ टाइम लाग्छ, उताबाट आउनु चाहिँ 1 घन्टा जस्तो लाग्छ। यताबाट मेरो साइडबाट जाँदा चाहिँ त्यो सो भइरहेको ठाउँ आधी घन्टा जस्तो लाग्छ। त्यही हो, अब साथीलाई कुर्नुपर्छ त्यहाँनिर। म आधी घन्टामा पुग्छु, अर्को आधी घन्टा जस्तो कुर्नुपर्छ। केही छैन, कुरौँला। अनि 2जना सँगै घुम्नुपर्छ। म चाहिँ ठ्याक्क अब हाइवे छिरेँ होइन। यो हाइवे चाहिँ 401 हाइवे भन्छ क्यानाडाको। यो कस्तो एकदम बिजिएस्ट हाइवे हो क्या यो चाहिँ। लास्टै बिजी हुन्छ है। आज शनिबार विकेन्ड भएर मात्रै हल्का खाली खाली भएको, नभए जतिखेर पनि जाम, जतिखेर पनि जाम हुन्छ यो हाइवे। हामी चाहिँ अब ठ्याक्क यो एयरपोर्टको रनवेको साइडमा पारिपट्टि छौँ। यहाँबाट चाहिँ फ्लाइटहरू टेक अफ भइरहेछ है। त्यो सो नि यहाँबाट त्यही 2 मिनट जस्तोमै छ त्यो सो हुने ठाउँ, बाइक सो हुने ठाउँ।
अनि त्यहाँ गइहाल्नुभन्दा एक्लै बरु एकछिन कुर्छु यहाँनिर प्लेनहरू पनि हेरिदिउँ भनेर हो प्लेन अर्को टेक अफ गर्यो कुन फ्लाइट हो भन्दाखेरि एयर क्यानाडा एक मिनटमा एउटा प्लेन उड्छ यहाँनिर टोरन्टोको इन्टरनेसनल एयरपोर्ट यही हो एउटा मेन अब नेपालतिरबाट अरू ठाउँतिरबाट आउने पियर्सन एयरपोर्ट भनेको चाहिँ एउटा मेन एयरपोर्ट चाहिँ यो हो होइन त्यसको रनवे यही हो एउटा रनवे नै कतिवटा छ कि यहाँभित्र अनि यो साइडको रनवे चाहिँ यही हो फेरि 1 मिनटमा अर्को प्लेन उड्छ होला 1 मिनट पनि लाग्दैन होला लाइनै उडिरहन्छ म अघि आएको थिएँ यहाँनिर 5वटा कि 6वटा उडिसक्यो हेर्दै जाउँ है अर्को पनि उड्छ अब एकछिनमा अर्को उड्यो मान्छेहरू पनि टन्नै हेरन्छ त्यो पारि गाडी रोकिरहेको गाडीहरू पनि त्यही हेरेर बसिरह यो पनि एयर क्यानाडा नै हो धेरै चाहिँ एयर क्यानाडै उडिरहेको हुन्छ यतातिर प्लेन मन पराउने मान्छेहरूको लागि चाहिँ पर्फेक्ट प्लेस हो अनि कोही नेपाली क्यानाडाबाट हेर्दै हुनुहुन्छ भने चाहिँ यो चाहिँ ओरल्यान्ड ड्राइभ र एयरपोर्ट रोडको इन्टरसेक्सन हो मिसेसागा प्लेन हेर्न मन लाग्छ भने चाहिँ यो ठाउँ आउँदा हुन्छ इनकेस कोही क्यानाडामा हुनुहुन्छ मिसेसागा टोरन्टोतिर फेरि अर्को प्लेन उड्ने बेला हुन लाग्यो त्यहाँबाट अनि एउटा लास्ट प्लेन हेर्ने अनि त्यसपछि सिधै अब बाइकसँग गएर भेट्नुपर्छ बाइक हो यस्तो चिसोमा पनि बाइक त्यहीँ जानला होला त्यो बाइक पक्कै पनि यस्तो जाडोमा बाइक चलाइरहेको छ मान्छेहरूले यहाँ यत्रो हिउँको जम्मा हो यो हिजो अस्ति पऱ्यो कि हिउँ सब साइडतिर लाउँछ अर्को प्लेन उडेर कुन एयरलाइन्स हो यो Yo, this way, that way, running in, running down. Gon' show 'em what you talking about. Spin around, yeah, walk it out. Gon' show 'em what you talking about. This way, that way, running in, running down. Gon' show 'em what you talking about. Spin around, yeah, walk it out. Gon' show 'em what you talking about. Everybody sees when we walk in. Look at so far, I got talking. Got an iced out grill, no flossing. Just a wink and a smile, got 'em flocking. I see you looking like it's something that you like. You could be the one if you play cards right. Gotta keep it playing 'cause you know the game tight. But the way she throw it on me, goddamn, I just might. This way, that way, running in, running down. Gon' show 'em what you talking about. Spin around, yeah, walk it out. Gon' show 'em what you talking about. This way, that way, running in, running down. Gon' show 'em what you talking about. Spin around, yeah, walk it out. Gon' show 'em what you talking about. I'ma do it like I told ya. I'm a no limit soldier. See you back it up like Gemini. Ain't no doubt about it. Big money talk, ain't no need to shout it. Baby, go and throw it if you know it and you got it. Now you showing off, thinking girl, I'm all talking. Hey yo, this way, that way, running in, running down. Gon' show 'em what you talking about. Spin around, yeah, walk it out. Gon' show 'em what you talking about. This way, that way, running in, running down. Gon' show 'em what you talking about. Spin around, yeah, walk it out. Gon' show 'em what you talking about. Yeah, do you walk? Do you walk? Do you walk? Going off, set it off. Going off, got to go Desert set X it Rally. off. Do you walk? Yeah, do you walk? Do you walk? Do you walk? Keep going off. You set it off. You shut it down. It's going off. टाइप करो R1 Hey yo, this way, that way, running in, running down. Gon' show 'em what you talking about. Spin around, yeah, walk it out. Gon' show 'em what you talking about. This way, that way, running in, running down. Gon' show 'em what you talking about. Spin around, yeah, walk it out. Gon' show 'em what you talking about. Everybody sees when we walk in. Look at so far, got 'em talking. Got an iced out grill, no flossing. Just a wink and a smile, got 'em flocking. Turbo charge 1.5 liter turbo charge used to be Be the one if you play your cards right. Gotta keep it playing 'cause you know the game tight. But the way she throw it on me, goddamn, I just might. Yo, this way, that way, running in, running down. Gon' show 'em what you talking about. Spin around, yeah, walk it out. Gon' show 'em what you talking about. This way, that way, running in, running down. Gon' show 'em what you talking about. Spin
साइडबाट हेर्नु जाउँ हामी मान्छेले त माथि बसिरहेछन् यहाँबाट उडाएको सही हो यहाँबाट देखिन्छ हल्का राम्रो यहाँ यस्तो भित्र एरियामा यस्तो बवाल ट्र्याक बनाइदिएको अब हेर्नु न ल माथि चौकीलाई त्यसरी उठाउँछ यिनीहरू तिनजनाले बवाल कुदाइरहेको छ यो अनि यो सक्यो यिनीहरू फाइनली गाइज अहिले चाहिँ कति 450 भयो होइन इभिनिङको 450 अब चाहिँ घर जाँदैछौँ पानी परिरहेछ एज यु गाइज क्यान सी इट यहाँ सिसामा पानीहरू छ पानी पर्न थाल्यो हल्का फुल्का सो चाहिँ बवाल भयो त्यहाँनिर सबै त्यो जे होस् त्यहाँ अब मोटरसाइकल टुरिङहरूकोदेखि लिएर मोटरसाइकल एसेसरिजहरू पार्ट्सहरू नेपालको नासा नेपालहरू जस्तै होइन सबै बाइकमा चाहिने सामानहरू हेलमेटहरू ज्याकेटहरू अनि अझ अरू एसेसरिजहरू थियो क्या क्याम्पिङको लागि काम लाग्ने नाइफहरू त्यो के अरे भिन्टेज त्यो हार्ली डेभिडसनको लागि ह्याटहरू सबै थियो अनि अर्को साथी हिमाल आज आउनको लागि धेरै धेरै धन्यवाद सर जानुभयो हाम्रो सर अब म पनि जान्छु 450 भइसक्यो अब यहाँबाट मेरो मायालुलाई पिकअप गर्नु छ उसको अफिस यहाँबाट नजिकै छ यहाँबाट त्यस्तै 5 मिनट जस्तोमा उसको अफिस छ उसलाई पिकअप गरेर अनि त्यहाँबाट आजको लागि यति नै घर जान्छौँ होइन पानी परिरहेछ एज यु गाइज क्यान सी अनि यसरी नै माया गर्दै जानु होला यसरी बेला बेलामा भिडियोहरू हालिरहन्छु म के छ र इन्ट्रेस्टिङ कुराहरू भयो भने त्यस्तै भयो भने अब यो समरमा बाइक लियो भने चाहिँ धेरै भिडियो आउँछ होइन जो मोटो भ्लग गर्दाखेरि
बाइकमा नभए यत्तिकै 2-3टा भिडियोहरू अरूहरू पनि छ बनाउनु पर्ने भ्याइरहेको छैन बनाउनलाई तिनीहरू पनि बनाएर हालिदिउँला केही छैन बिस्तारै जे होस् तपाईँहरू चाहिँ यसरी नै सपोर्ट गर्दै जानु म यस्तै बेला बेलामा कहिलेकाहीँ हाई हेलो भन्न आइहाल्छु सो दिस मच फर टुडे गाइज होप यु गाइज लभ दिस भिडियो आजको लागि यति नै अर्को भिडियोमा फेरि भेटौँला टिल देन अलवेज लिभ योर ड्रिम टेक केयर बाई बाई